अब भने हाम्रो आसन ग्रहण कार्यक्रम सकिएको छ। अन्य अतिथिहरू पाहुनाहरू कोही हुनुहुन्छ भने जानकारी दिनुहोला भनेर पनि अनुरोध गर्न चाहन्छु। हामी अहिले पछि आउनुहुने हाम्रो अतिथिज्यूहरूलाई फेरि पनि पछि आसन ग्रहण गराउने नै छौँ। अहिलेको लागि ताली बजाइदिनुहोला। यहाँहरू सम्पूर्णलाई यहाँहरू यथास्थानमा आसन ग्रहण गर्न सक्नुहुन्छ। हाम्रो कार्यक्रम दीप प्रज्वलनद्वारा उद्घाटन भइसकेको छ। अब भने हाम्रो विभिन्न कार्यक्रम गर्दाखेरि राष्ट्रको राष्ट्रिय गानद्वारा हामी स्वागत गर्दछौँ र यहाँहरू सम्पूर्णलाई फेरि पनि यथास्थानबाट उठिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। ठुलो ज्ञान हो। शिक्षा बिना कुनै पनि व्यक्ति महान हुन सक्दैन अथवा कृत्रिम मान्छे हो महान बन्न सक्ला, बुद्धिले विवेकले त्यो गर्न सक्ला। तर शिक्षा यस्तो हतियार हो जसको बिना परिवार शिक्षित हुनु भनेको समाज शिक्षित हुनु भनेको देश विकासतर्फ लाग्नु हो भन्ने सोच राखेर हामीले यसलाई चाहिँ मुख्य रूपमा टार्गेट गरेर यो शिक्षाको क्षेत्रलाई चाहिँ अगाडि बढाएर हामी शैक्षिक अक्षय कोष चाहिँ दर्ता गरेका हौँ भनेर पनि यहाँलाई जानकारी गराउन चाहन्छु। र शैक्षिक अक्षय कोष हामीले हाल आएर हाम्रो चाहिँ लगभग 2 वर्ष हुन लाग्यो दर्ता भएको। विभिन्न कारणले गर्दाखेरि हामी आफै पनि उता इजरायलमै भएको कारणले गर्दाखेरि थुप्रै समस्याहरू आयो। प्राविधिक कारणहरूले गर्दाखेरि हामीले कार्यक्रम गर्न पाएका थिएनौँ। आन्तरिक रूपमा सहयोग प्रदान गरे पनि त्यसलाई हामीले बाहिरी रूपमा ल्याउन सकेका थिएनौँ। कतिपय चिजहरू कानुनी रूपमा हामीले मान्यता पाउनको लागि पनि कतिपय चिजहरू हामीले प्रतीक्षा गर्नुपर्ने भएको कारणले गर्दाखेरि हामीले हाम्रा सूचनाहरूलाई अगाडि ल्याउन सकेनौँ। तर आज हामी गर्वको साथ भन्न चाहन्छु कि हामीले हाम्रो तामाङ बिछडिएका गाउँ जेहेन्दार विद्यार्थी भाइ बहिनीहरू, असहाय भाइ बहिनीहरूलाई आर्थिक अवस्थाकै कारण चाहिँ शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले हामीले यो तामाङ शैक्षिक अक्षय कोषलाई खडा गर्न पाउँदा हामी धेरै गर्वित साथै खुसी छौँ भनेर पनि भन्न चाहन्छु। साथै आजको यस कार्यक्रममा हाम्रो लागि त ऐतिहासिकै कार्यक्रम हो, पहिलो भेटघाट कार्यक्रम हो। हाम्रो स्थापना पछिको औपचारिकता प्राप्त पछिको चाहिँ हाम्रो यो पहिलो भेटघाट कार्यक्रम हो र योलाई हामीले ऐतिहासिक रूपमा लिएका छौँ र यो ऐतिहासिक कार्यक्रममा समय र परिस्थितिले एउटा मार्ग देखाइरहेको थियो अगाडि बढ्नको निमित्त र हामीलाई घचघचाइरहेका थियौँ र हामीले प्रवासमा बसेर सन् 2010मा तामाङ समाजबाट हामीले संस्था आरम्भ गरेर पछि हामीले केटे घिदुङसँग आबद्ध हुँदै अहिले हामी घिदुङ बनेर अगाडि आइरहेका छौँ र म इतिहासलाई अलिकति सम्झिनै पर्छ यो ऐतिहासिक क्षणमा भन्ने मलाई लाग्छ। र तत्कालीन सन् 2010मा हामी यहाँ पुगेका इजरायलमा पुगेका हामी श्रम देवी तामाङहरूले एउटा संस्था खोल्ने जमर्को गऱ्यौँ, इच्छा राख्यौँ र त्यो राख्दै गर्दाखेरि तत्कालीन हाम्रा साथीहरूले त्यसलाई अगाडि बढाउने क्रममा तपाईँको चाहिँ संस्था खोल्न सफल भयौँ र तामाङ मात्र भनेर नहुने रहेछ, समाजमा एक किसिमको राम्रो मिठो कुरा गर्ने अनि काम कुरो कतातिर कुम्ला बगे ठुमीतिर भने त कुम्लाएर हिँड्ने खालको उद्देश्य भएकोहरूले गर्दाखेरि तामाङको आज विचलित भएको अवस्था छ। त्यसले गर्दाखेरि अब हामी सजग भएर हामीले सतर्कताका साथ यसलाई फेरि पनि आभार व्यक्त गर्न चाहन्छु र यो हातेमालो गर्नको लागि सहयात्रामा म पनि सहभागी हुन चाहन्छु। धेरै देशहरूले अहिले उठाइरहेको कुरा र गरिरहेको छ छात्रवृत्ति कार्यक्रम। म व्यक्तिगत रूपमा पनि मैले ठाउँ ठाउँमा गरेको र देशैभरिमा 400 जना भन्दा बढी
छात्रवृत्तिको लागि मैले तामाङ समुदायलाई विशेष गरेर मैले पनि केही समुदायलाई राख्ने र मैले पनि शैक्षिक क्षेत्रमा तामाङलाई पढ्नुपर्छ अरे जोडेको कारणले गर्दा अरू विषय नगरेको हामी आउँदो दिनहरूमा हामी हातेमालो गरेर साथ दिएर अगाडि बढ्ने प्रतिबद्ध सहित आजको यो कार्यक्रममा मेरो भनाइले बिल मार्दै अन्त्य गर्न चाहन्छु। मेरो भनाइ Ngachala Chuhu, Sundari Unjanju, Gedung Lapadadikari Jugatet, Rangi Mokunda, Nepal Tamang, Gedung Sanya Kari Seni Tafagyapsi, Tengal Petiap Tafagyapsi, Masuk Happen. Raja Sisai Tamang lagi Tafagyapsa, Tamang Yusin, Tam Nama Siam Tamula, Pilbisa, तामाङ घेदुङमा मुख्य उद्देश्य विवाह भाषा धर्म संस्कार संस्कृति चुटी तामाङ ताम्पामा आगो मेमे केकिन आदलानि तामाङ न तामाङला जुदि ब्याङि है ओसिलासी तिमी चु नेपाल तामाङ घेदुङ इजरायल से सेङमा तामाङ शैक्षिक अक्षय कोष नेपाल द्वारा छात्रवृत्ति आदान प्रदान तथा भेटघाट कार्यक्रम जो शीर्षक चाहिँ तिमीले गेम अन्ताष्टि मला जो शीर्षक अनुसारलाई गे गाछ वाङ्गाई विस्तासी सप्रथम दियाबाट होला अनि जो भेटघाट सँगै गेदुङला पदाधिकारी इजरायल ग्याम्से नेपाल सिङ्गो समाज एउटा सिङ्गो देशको लागि आवश्यक परेको विद्यार्थीहरूको लागि चाहिँ शिक्षाको लागि आर्थिक सहयोग जुटाउनको लागि स्थापना गरेको हो र त्यो रकमलाई यथाशीघ्र हामी समक्ष हाम्रो कोषमा पुर्याइदिनको लागि जे जस्तो सहयोग यहाँहरूले गर्न सक्नुहुनेछ गरिदिनुहोला भनेर पनि यहाँहरूलाई हार्दिक अनुरोध गर्दछु भनेर पनि यहाँहरूलाई अनुरोध गर्न चाहन्छु र अब भने यहाँको अतिथिज्यू यहाँ भर्खरै आउनुभएको छ मैले भर्खरै देखेँ है सभापति आजको यस कार्यक्रमका प्रमुख अतिथिज्यू त्यसै गरी विशिष्ट अतिथिज्यू यहाँहरूलाई यथाशीघ्रमा उपस्थित हुनुभएको छ आजको यस कार्यक्रममा विधान लुम्बा तामाङज्यूलाई मञ्चमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु कृपया ताली बजाइदिनु होला विधान लुम्बा तामाङ उहाँहरूलाई हामी वार्षिक रूपमा 25,000 प्रदान गर्दै आइरहेका छौँ र आजको यस कार्यक्रममा पनि यो वर्षको हामीले 25,000 प्रदान गरिरहेका छौँ। उहाँको बारेमा अहिले एकछिनमा राख्नुहुनेछ भने हामीले जानकारी प्राप्त भएका छौँ र यसै क्रममा अर्को विद्यार्थी हुनुहुन्छ प्रमिला जिम्बा दोलखाबाट उहाँलाई पनि हामी वार्षिक रूपमा यहाँ 25,000 रुपियाँ उहाँलाई प्रदान गर्न गइरहेका छौँ। प्रमिला जिम्बा तामाङ दोलखाबाट उज्जवल भविष्यको कामना बहिनीलाई यस्तै गरी प्रदान गरिने 25,000 रुपियाँ उहाँलाई प्रदान गर्दै हुनुहुन्छ हाम्रा सभापति प्रमुख अतिथि र विशिष्ट अतिथिद्वारा उहाँको लागि उज्जवल भविष्यको कामना कृपया ताली बजाइदिनु होला। यस्तै गरी नुवाकोटबाट हुनुहुन्छ लोसाङ तामाङ उहाँलाई पनि मञ्चमा आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु बहिनी उहाँलाई पनि हामी वार्षिक रूपमा 25,000 प्रदान गर्न गइरहेका छौँ। यहाँ हुनुहुन्छ हाम्रो सभापति प्रमुख अतिथि र विशिष्ट अतिथिज्यू विद्यार्थी बहिनीलाई उज्जवल भविष्यको कामना कृपया ताली बजाइदिनु होला। यहाँ अर्को हुनुहुन्छ शुभारम्भ भएको छ यो साथमा बताइदिनु छ र आगामी दिनमा एकदम शैक्षिक क्षेत्रमा तपाईँहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास छ। कार्यकर्ताबाट केन्द्र समितिबाट
अहिले सभापतिले प्रसिद्धिले भनिसक्नुभएको छ। थुप्रै कुरा अहिले अध्यक्षजीले भन्नुहुँदैछ। र अहिले यहाँको उभिनुको कारण चाहिँ उनीहरूलाई अहिले हाम्रो सुन्दर आसन यहाँ हुनुहुन्छ, हाम्रो सङ्घीय सदस्य हुनुहुन्थ्यो र उहाँ नेपाल फर्किनु भएपछि फेरि त्यहाँको पदपूर्ति गर्नुपर्ने आवश्यकता भयो। त्यो सँगसँगै यति भनेपछि अब म यो खस नेपाली भाषामै आफ्नो कुरा राख्ने अनुमति चाहन्छु। अब हाम्रो चाहिँ के छ भने यो तामाङ भाषा चाहिँ जातीय भाषा भन्ने ट्याग लागेको छ। यसलाई हामीले भन्दाखेरि के भन्नु पऱ्यो भन्दा तामाङ नेपाली भाषा भन्नु पऱ्यो क्या। अब मगर नेपाली भाषा भन्नु पऱ्यो। यो देशभित्र बोलिने सबै भाषा नेपाली भाषा हो क्या। अनि एउटा जातिले बोल्ने खस भाषा जसलाई हिजो हामीले पर्वते भाषा होइन गोर्खे भाषा भन्थ्यौँ, त्यो भाषा चाहिँ नेपाली भाषाको ट्याग लाएर बडो राष्ट्रिय भाषा राज्यको भाषा भयो है। हाम्रो भाषाहरूले के हो जातीय भाषाको रूपमा जुन बुझ्ने बुझाउने चलन छ त्यसलाई पनि अब हामीले चिर्दै जानुपर्छ भनेर म चाहिँ विशेष गरी भाषिक अभियानको सिलसिलामा यो अहिले बोलिने भाषालाई हामीले खस नेपाली भाषा भन्नुपर्छ। हामीले बोल्ने भाषाहरूलाई तामाङ नेपाली भाषा, यो नेपालभित्र बोलिने भाषालाई तामाङ नेपाली भाषा यसरी हामीले बुझ्ने बुझाउने गरौँ। हाम्रो नेपाली भाषा नै हो यो हिसाबले बुझौँ भनेर म पहिलो चरणमा यहाँहरूलाई आग्रह गर्न चाहन्छु। र नेपाल तामाङ घेदुङ इजरायललाई हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु। अब धेरैचोटि धेरै कार्यक्रमहरूमा इजरायल घेदुङको धेरै प्रशंसा गर्ने पात्र मध्ये म पनि एउटा हुँ है। विभिन्न भर्चुअल कार्यक्रममा प्रत्यक्ष कार्यक्रममा जोडिएर जसले बढी काम गर्छ उसको प्रशंसा गर्नुपर्छ, जसले काम गर्दैन उसले प्रशंसा पाउँदैन। 2010मा स्थापित भएको यो संस्था तामाङ समाज इजरायल हुँदै नेपाल तामाङ घेदुङ इजरायल 2014मा बन्यो। त्यसपछि अहिले 2025सम्मको अवस्थासम्म हेर्दा लगभग 15-16 वर्षको बिचमा यो सङ्गठनले जुन काम गरेको छ त्यो अत्यन्तै सराहनीय कार्य गरेको छ। चाहे तामाङ शैक्षिक सहयोग अक्षय कोषको